Hello guys, good morning. हामी चाहिँ आज मावाला घर जाँदैछौँ रितिसाको। यहाँ रितिसा छ। Hello everyone. Good morning. यता छ। हेलो भाउजूको घर गएको भाउजूको हैन। मेरो सो हामी चाहिँ रेडी भएर यहाँ गाडी वेट गरिरहेको छ। गाडी आएको छैन, रोडमै छौँ हामी चाहिँ। लुक भाउजूको घर पनि आइपुगे हामी चाहिँ यहाँनिर। हाय हेलो न हल्ला ज्यादा बोला भाइ यहाँ चाहिँ रितिसा आएर पनि हो के पर्छ रितिसाको त भाइ है। रितिसा यहाँ आएर पनि भाइलाई हलाउनु थालिसक्यो कोक्रोमा। एल्ना चाहिँ यहाँ छ। हेलो हजुर आयो के हो गर्मी भयो गाइस। मलाई त सोल्टिनीले तुङमा खाने भन्छ त हो। लिम्बूको घरमा आयो भने चाहिँ डाइरेक्ट त्यसरी सोध्दो रहेछ है। तर म चाहिँ नखानेमा परिहालेँ गाइस, के गर्नु। तुङमा खाने भन्छ चाहिँ यहाँ बनाउनु तुङमा हामी खाँदैनौँ न। नखाने लिम्बू नि पढ्यौँ भने होइन भाउजू। यहाँ हेर्नुहोस् न गाइस, हाम्रो सोल्टिनीले चाहिँ फेरि रसगुल्ला ल्याइदिएको छ, जुलापी ल्याइदिएको छ हो। जुलापी चाहिँ म खाँदिनँ, एउटा रसगुल्ला चाहिँ खानेछु। लु गाइस फाइनली राइसहरू रेडी भएको छ हाम्रो हो। के हो चिकन रहेछ, दाल, अचार अनि यहाँनिर सुँगुर पनि छ है। सुँगुर यहाँ चाहिँ सोल्टिनीले बनाएर खाना पनि ल्याइसकिसक्यो। हेर गाइस खाना पनि खायो, टन्नै भयो अनि असिन पसिन पनि भइसक्यो म चाहिँ हो। फ्यान चाहिँ अफ गरेको छ तर हावा नेचुरल हावा चाहिँ राम्रो आउँदैछ कि। माथिको फ्यानले चाहिँ तातो हावा फाल्दैछ। सो त्यही भएर अब खानासाना खाइसक्यो। अब एकछिनमा चाहिँ हामी निस्किन्छौँ। अहिले चाहिँ भाउजूहरू सबैजना गफ गर्दैछ। ल गाइस हामी चाहिँ अब के भन्छ दोकान घुम्नु गएको। दोकान मतलब बजार लाग्छ अरे कि यहाँनिर। त्यो बजार चाहिँ हामी जाँदैछ। यहाँ हेर्नुहोस् न ग्याङहरू, ग्याङ पार्टी। सोल्टिनीको मम्मीहरू, दिदीहरू, केटाकेटीहरू पुरा ग्याङ जाँदैछौँ नि हामी आज फेरि हो। बाबा बुधबारे बजार गएको है आज। भाउजूको फ्यामिली, सोल्टिनीको फ्यामिली। झुलुङ्गे पुल आयो है ग्यास। झुलुङ्गे पुल पहिला भाउजूको बिहामा हामी एकचोटि घुम्न आएको थियो। यो चोटि चाहिँ मेरो सेकेन्ड टाइम है, सेकेन्ड टाइम। ल गाइस हामी चाहिँ झुलुङ्गे पुल आइसक्यो। कस्तो दामी। ल छिटो झुलुङ्गे पुलमा जाउँ। अबे हल्ल्यो आयो पुरा हल्ल्यो। यहाँ फोटो खिच्दैछ पढाइहरू। म यहाँ हाम्रो भाउजू डराउँदै जाँदैछ। सबले पुल हल्लाइदिएर हामीलाई बिजोग। अनि म चाहिँ यहाँ छु। मलाई पनि पुलदेखि चाहिँ डर लाग्छ। ल यो पुलमा पनि बाइक आयो। ल कसरी दिनु बाटो। डरै लाग्यो मलाई त। मेरो जुत्ता छिर्यो ग्यास। यस्तो झुलुङ्गे पुलमा पनि बाइक लिएर आउँछ अनि मान्छे डराउँदैन त। यहाँ न मेरो स्यान्डल फस्यो भाउजू। निक्लिनै सकेन त कसरी निकाल्नु। यस्तोमा यस्तो जाँदो रहेछ नि त भाउजू खाल्दामा हो यस्तोमा। लु भरे चाहिँ म नआउने यो। हेर गाइस म त झन्डै लडेँ। मेरो स्यान्डल पनि फस्यो गाइस। हामीलाई सबै छोडिसक्यो। भाउजू र म मात्रै यहाँ फोटो खिच्नु लगाएको। हामीलाई छोडिसक्यो। हामीलाई के अरे मेरो भिडियो गरिदिनु लगाए, फोटो खिच्नु लगाए, ढिलो भइसक्यो। सबैजनाले छोडिसक्यो। अब कुद्नुपर्ने हुन्छ भाउजू। रन रने चाहिँ मेरो माइत गाउँमा भिडियो भयो। साथीहरू लाइक अनि कमेन्ट गर्नुहोस्। राम्रो लागेन तपाईँलाई मेरो ठाउँ, मेरो माइत, मेरो गाउँमा एकदम रमाइलो। यहाँ टी गार्डनहरू पनि छ भक्कु हो। अन्त त्यहाँ झुलुङ्गे पुल त पुल भइहाल्यो होइन। अनि हामी पनि राम्रो छ आफूले। भाउजू पनि कमेन्ट गर्नुहोस् ल। म चाहिँ तपाईँहरूको साथीको भाउजूको गाउँको भिडियो लिइराख्नुहुन्छ बहिनीले। अनि यसो कमेन्ट गर्नुहोस् है मनपर्नेहरूलाई। मनपर्नेहरूले ए हामीलाई छोडेको छैन र यहाँ भक्कु भिडियो बनाउँदैछ। सोल्टिनी भयो। ल जाउँ हामीलाई छोड्यो होला भनेको त पर्खिरहेको रहेछ।
टी गार्डन त कति ठुलो रहेछ है बब्बाल हामीले चाहिँ यति रमाइलो गर्दै जाँदैछ कि बाटोमा तपाईँहरू चाहिँ छक्कै पर्नुहुन्छ होइन म देखाउँछु ल हामीलाई खोइ सक्यो म त लास्ट एन्डमा आएछु नि सक्यो ल त्यो फोनमा त देखेन अघि रियालिटी देख्यो भए चाहिँ डर रमाइलो गर्दै थियो यहाँनिर मजा